नमस्कार साथीहरू, आज म डे 4 लिएर हजुरहरूमा उपस्थिति भइसकेको छु। हिजो हामीले डे 3 मा ग को स्थान अनुसारको उच्चारण विधि पढिएको थियो भने आज हजुरहरूमा मैले द को स्थान अनुसारको उच्चारण विधि लिएर उपस्थिति भइसकेको छु। एक नम्बर हेर्न सक्नुहुन्छ साथीहरू, द हामीले व्यञ्जन वर्णमा यसको उच्चारण द हुन्छ भनेर पढेको छौँ। यही द अगाडि आउँदा एउटा हुन्छ भने बीचमा आउँदा वा लास्टमा आउँदा अर्को हुन्छ भने तल झुन्डेर आउँदा अर्कै उच्चारण हुन्छ। र अब हामीले सुरुमा हेर्न गइरहेको छौँ, द शब्दको सुरुमा आएमा यसको उच्चारण थ हुन्छ साथीहरू। अब द मात्रै होइन, यसको उच्चारण थ पनि हुँदो रहेछ। कुन बेलामा भन्दा जब यो सुरुमा आउँछ। जस्तै एक्जाम्पल हेर्नेछौँ हामी साथीहरू, थाम्बे। अब यो द अगाडि आएको छ, यो बेलामा हामीले के उच्चारण गर्नु पर्यो? थाम्बे। थाम्बे भनेको चुरोट। अगाडि आउँदा थ उच्चारण भयो साथीहरू, यहाँ हेर्न सक्नुहुन्छ। जस्तै अर्को रहेको छ थासी। यसमा पनि अगाडि थ आएपछि द आएपछि थासी। थासी भनेको फेरि। थोरो। थोरो भनेको बाटो। हेर्न सक्नुहुन्छ साथीहरू, यो द शब्द अगाडि आयो भने, कुनै पनि शब्दको अगाडि आयो भने त्यो बेलामा हामीले यसलाई थ उच्चारण गर्नुपर्दछ साथी। एक नम्बरमा भयो। अब 2 नम्बरमा हेर्नेछौँ, यही द शब्द यो द शब्दको बीचमा वा अन्तिममा आएमा यसको उच्चारण द हुन्छ। यो द शब्द अगाडि आउँदा थ उच्चारण हुन्छ भने यही शब्द बीच वा अन्तिममा आयो भने द उच्चारण हुन्छ साथीहरू। यसको इक्जाम्पल हेर्न सक्नुहुन्छ। जस्तै थाछिदा। अब यहाँ अगाडि आउँदा यो उच्चारण के भयो? था भएछ भने बीच वा लास्टमा आयो। यहाँ लास्टमा आयो, त्यो बेलामा द उच्चारण भयो, थाछिदा। थाछिदा भनेको चोट लाग्नु। अर्को इक्जाम्पल हेर्न सक्नुहुन्छ साथीहरू, मादा। मादा भनेको पछि अनुसार। ल हेर्नु साथीहरू, यसमा फेरि अन्तिममा आउँदा के उच्चारण भयो? द उच्चारण भयो। अब 3 नम्बरमा हेर्न सक्नुहुन्छ साथीहरू, यो द शब्दको तल झुन्डिएर आएमा त्यो बेला त उच्चारण हुन्छ। अब यही द शब्द तल झुन्डेर आयो भने यो सिम्बल अब तल झुन्डेको देख्नुभयो भने त्यो बेलामा हामीले साथीहरू त उच्चारण गर्नु पर्दछ। जस्तै यो बेलामा के भन्यो भने यो भनेको खो भयो। यो बेलामा हामीले यसलाई त उच्चारण गर्नु पर्यो। खोत भनेको तुरुन्तै, चाँडै, तत्कालै जस्तो जनाउँछ साथीहरू। र अब 4 नम्बरमा रहेको छ, यही त शब्दको
तल झुन्डिएर आएमा र लगतै त्यही यही अक्षर दोहोरिएमा दुवैको उच्चारण त हुन्छ। हेर्नु साथीहरु, यो शब्द तल झुन्डेर आएर यसरी झुन्डेर आयो र लगतै फेरि यही शब्द रिपिट भयो भने त्यो बेलामा दुईटैको के गर्न उच्चारण गर्न पर्यो? त उच्चारण गर्न पर्यो साथीहरु। जस्तै यहाँ देख्न सक्नुहुन्छ, यो थ भयो, तल आयो, यो शब्द तल आयो, फेरि रिपिट भएर यही आयो। यो बेलामा चाहिँ यसलाई हामीले दुईटैको के हुने भयो? यो अगाडि आउँदा थु भयो भने यो दुईटैको त उच्चारण हुने भयो। थुत्ता भयो, थुत्ता भनेको सुन्नु। फेरि अर्को इक्जाम्पल हेर्न सक्नुहुन्छ साथीहरु। यसमा पनि ल हेर्नु, तल त छ, फेरि रिपिट भएर यही शब्द आछ। यो शब्द पछि रिपिट भएर यही शब्द आउनु पर्यो है, त दुईटैको उच्चारण त हुनलाई। अब यो चाहिँ मित्ता हुने भयो साथीहरु। मित्ता दुईटैको के भएको छ? यहाँ त उच्चारण भएको छ। यो रिपिट हुनु पर्यो, दोहोरिनु पर्यो। फेरि यहाँ अरु शब्द आएमा अरु नै उच्चारण हुन्छ। यो शब्द रिपिट भएर आछ भने त्यो बेलामा चाहिँ दुईटैको त उच्चारण हुन्छ साथीहरु। यो भनेको विश्वास गर्नु। साथीहरु, आजको क्लासमा यो शब्द यो द को उच्चारण स्थान अनुसार फरक फरक हुने भएकोले यसको उच्चारण विधि हामीले पढिसकेका छौं। यो शब्द सुरुमा आयो भने थ उच्चारण हुन्छ र त्यही शब्द बीच वा लास्टमा आएमा द उच्चारण हुन्छ भने तल झुन्डिएर आएको अवस्थामा त उच्चारण हुन्छ र फेरि तल झुन्डिएर आएर र रिपिट यही अक्षर छ भने त्यो बेलामा पनि त उच्चारण हुन्छ। अब हामीले यसलाई द मात्रै भन्नु भएन कि यो थ पनि उच्चारण हुन्छ साथीहरु, द पनि उच्चारण हुन्छ साथीहरु र त पनि उच्चारण हुन्छ। आजको क्लास यति नै साथीहरु। भोलि फेरि अर्को क्लास लिएर उपस्थित हुने नै छु। त्यससम्मको लागि बिदा चाहन्छु। हस्त, धन्यवाद।